बिहेपछिको धोका। गाउँको साधारण परिवारका सुरेश र मायाको विवाह भएको 2 वर्ष मात्र भएको थियो। उनीहरूको सम्बन्ध प्रेमभन्दा विश्वासमा अडिएको थियो। सुरेश मेहनती युवक थियो, माया पढ्नमा अव्वल थिए। विवाहपछि मायाले एक दिन लजाउँदै भने, म विदेश गएर पढ्न पाए भने हाम्रो भविष्य अझ राम्रो बन्छ। सुरेशले केही बेर सोच्यो। घरको आर्थिक अवस्था कमजोर थियो। बुबाको थोरै जमिन थियो, त्यो पनि खेती गरेर मुस्किलले गुजारा चल्थ्यो। तर उसले श्रीमतीको सपना पूरा गर्ने निर्णय गर्यो। आफ्नो पुर्ख्यौली जमिन धितो राखेर ब्याङ्कबाट ऋण निकाल्यो। साथीभाइसँग पनि सापटी माग्यो। गाउँलेहरूले भने, श्रीमतीलाई विदेश पठाउनु भनेको ठुलो जोखिम हो। तर सुरेशले मुस्कुराउँदै उत्तर दियो, विश्वासभन्दा ठुलो धन केही हुँदैन। बिदाईको दिन मायाले सुरेशलाई अङ्गालो हालेर भनिन्, म छिट्टै पढाइ पुरा गरेर फर्किन्छु, तिम्रो सबै दुःख मेटाइदिन्छु। सुरेशका आँखाबाट खुसीका आँसु झरे। विदेश पुगेको केही महिनासम्म माया नियमित फोन गर्थे। भिडियो कलमा दुवै भविष्यका योजना बनाउँथे। सुरेश गाउँमा बिहानदेखि साँझसम्म काम गर्थ्यो। ऋणको किस्ता तिर्थ्यो। नयाँ लुगा किन्ने पैसा पनि बचाएर मायाको खर्च पठाउँथ्यो। समय बित्दै गयो। बिस्तारै मायाको फोन कम हुन थाल्यो। आज धेरै व्यस्त छु, असाइनमेन्ट छ, पछि कुरा गरौँ। यस्तै बहाना बढ्दै गए। सुरेशले केही नराम्रो सोचेन, उसलाई विश्वास थियो। एक दिन राति फोन गर्दा माया रिसाउँदै बोली, बारम्बार फोन नगर न, मसँग पनि आफ्नो जीवन छ। त्यो वाक्यले सुरेशको मनमा पहिलो चोट दियो। गाउँमा ऋण बढ्दै गयो, ब्याज थपिँदै गयो। सुरेश बिहान मजदुरी र राति पसलमा काम गर्न थाल्यो। आफू भोकै बसेर पनि मायालाई पैसा पठाउन छोडेन। एक दिन गाउँकै एक युवक विदेशबाट फर्कियो। उसले सुरेशलाई भेटेर हिचकिचाउँदै भन्यो, दाइ, मैले भाउजूलाई एउटा विदेशी युवकसँग धेरै पटक देखेको छु। सुरेश हाँस्यो, तिमीले गलत देख्यौ होला। उसले विश्वास तोड्न चाहेन। तर केही हप्तापछि सामाजिक सञ्जालमा कसैले पठाएको एउटा तस्विरले उसको संसार नै भत्काइदियो। मायाले अर्कै पुरुषसँग हात समाएर मुस्कुराइरहेकी थिइन्। सुरेशले
काँपेको हातले फोन गर्यो। माया, यो के हो? केही क्षण मौनता छायो। त्यसपछि मायाले चिसो स्वरमा भनिन्, सुरेश, म अब फर्किन्न। मैले अर्को मान्छेलाई रोजिसकेँ। यो सुनेर सुरेशका हातबाट फोन खस्यो। उसले सम्झियो धितो राखेको घर, बेचिएको गहना, अनिदो रात, पसिनाले भिजेको शरीर र श्रीमतीका सपनाका लागि गरेको सङ्घर्ष। सबै एकै क्षणमा अर्थहीन भयो। त्यो रात सुरेशको घरको आँगनमा बसेर धेरै बेरसम्म रोइरह्यो। आमाले छोराको काँधमा हात राख्दै भन्नुभयो, बाबु, धोका दिने मान्छे गयो, तेरो इमान्दारी गएको छैन। तर त्यो घाउ गहिरो थियो। ऋण तिर्न अझै धेरै वर्ष बाँकी थियो। गाउँका मानिसहरू कुरा काट्न थाले। श्रीमती विदेश पठाएको नतिजा यही हो। यी शब्दहरूले उसको मन झन् पोल्थ्यो। समय बित्दै गयो। एक दिन मायाले सन्देश पठाई, मलाई माफ गर, जसको लागि तिमीलाई छोडे उसले पनि मलाई छोडिदियो। सुरेशले धेरै बेर त्यो सन्देश हेरेर बस्यो। उसले जवाफमा केवल यति लेख्यो, धोका दिएर गुमाएको विश्वास कुनै दिन फर्केर आउँदैन। तिम्रो जीवन राम्रो होस् भन्ने कामना गर्छु। त्यसपछि उसले नम्बर सधैँका लागि बन्द गरिदियो। वर्षौंको मेहनतपछि सुरेशले सबै ऋण तिर्यो। सानो व्यवसाय सुरु गर्यो। बिस्तारै उसको जीवन फेरि उज्यालोतर्फ फर्किन थाल्यो। एक साँझ उसकोले घरको पुरानो फोटो एल्बम खोल्यो। विवाहको दिनको एउटा तस्बिर देखियो। तस्बिरमा दुवै मुस्कुराइरहेका थिए। उसले तस्बिरलाई हेर्दै बिस्तारै भन्यो, म त साँचो थिएँ, तर साँचो भएर पनि सबैलाई जित्न सकिँदो रहेन। उसले त्यो तस्बिर फेरि बन्द गरिदियो र वर्तमानलाई अँगाल्यो। जीवनले उसलाई एउटा ठुलो पाठ सिकाएको थियो। विश्वास अमूल्य हुन्छ, तर विश्वासको कदर नगर्ने मानिसका लागि आफ्नो जीवन कहिले बर्बाद नगर्नु र गर्नु हुँदैन। धोका दिनेले केही समयका लागि जिते जस्तो देखिए पनि अन्ततः उसले आफ्नै कर्मको परिणाम भोग्छ। तर इमान्दारी, मेहनत र धैर्यले बाँच्ने मानिस ढिलो भए पनि फेरि उठ्न सक्छ। धन्यवाद साथीहरू। हजुरहरूलाई
यो कथा कस्तो लाग्यो कृपया लाइक कमेन्ट सेयर गरिदिनुहोला।